दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहको 21औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। झापाको कचनकवल गाउँपालिका वडा नम्बर 2 र 3 कार्यक्षेत्र भएको सामुदायिक वनका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो। कार्यक्रममा कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नवराज भट्टराईले सामुदायिक वनले धेरै सामुदायिक गतिविधि गरेको बताउँदै वनलाई स्वतन्त्र बनाउँदै आम नागरिकलाई सशक्त बनाउन विकासका आधार स्तम्भ तयार गर्न दुर्गाभिट्टा सामुदायिक वन अग्रसर रहेको बताउनुभयो। सबैले आफूलाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने अवस्था आइलागेको बताउँदै समाजलाई एकताको बलमा मुलुकलाई समृद्धितर्फ अगाडि बढाउनु पर्ने उहाँको भनाइ थियो। आज हामीले एउटा यो सामुदायिक वनको 21औं वार्षिक साधारण सभा गरिरहँदा एउटा इतिहासको कालखण्डको 2 दशक हामीले पार गरेका छौं। अघि पूर्ववक्ता साथीहरूले धेरैले भनिसक्नुभयो आज यो वन समूह कसरी स्थापित भयो, हामीले हाम्रा अधिकारहरूलाई कसरी स्थापित गर्यौं र आज एउटा सङ्गठित संस्थाको रूपमा यो संस्था आज अगाडि बढिरहेको छ। आज हामीले सर हेर्दाखेरि हामीले रोपेको पनि होइन, हामीलाई प्रकृतिले दिएको यो वन, यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी यसलाई राज्यको निकायहरूबाट हामी समुदायले यसलाई संरक्षण गर्छौं, यसको सम्वर्धन गर्छौं र यसको उपयोग पनि हामी गर्छौं भन्ने हिसाबले हामीले जुन ढंगले राज्यसँग बहस गर्यौं, पैरवी गर्यौं। आज 21औं वसन्त पार गरिरहँदा हामीले उपभोक्ताको क्षेत्रमा, सामाजिक संस्थाको क्षेत्रमा आज थुप्रै गतिविधिहरू चाहिँ यो वनले चाहिँ आफूलाई एउटा अब्बल वनको रूपमा अगाडि सारेको छ। मैले यहाँ भन्नै पर्छ, दुर्गाभिट्टा सामुदायिक वन कचनकवल गाउँपालिकाका 7वटा सामुदायिक वनहरू मध्येको एउटा अब्बल सामुदायिक वनको रूपमा रहेको छ। मैले त्यसो किन भनिरहेको छु भने आज यो वनले हरेक निकायसँग गर्ने समन्वय, यो वनको संरक्षण, यो वनले चाहिँ यो वनलाई पुनरुत्पादन गर्नका लागि वनका विभिन्न खालका गतिविधिहरू, आय आर्जन कार्यक्रमहरू र स्थानीय सरकारसँग या अन्य निकायसँग गर्ने समन्वयको कारणले पनि आज एउटा अब्बल सामुदायिक वनको रूपमा जसरी आज धनबहादुर गुरुङको नेतृत्वमा यो वन अगाडि बढिरहेको छ, यसको सदैव सफलताको पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। आज यति बेला हामी चाहिँ यहाँ जो जुवारी खेल्ने हामीले के गर्यौं, तपाईहरुले के गर्यौं भन्ने अवस्थामा आज हामी छैनौं। हामीले इतिहासलाई फर्केर हेर्ने हो भने जब नेपालमा चाहिँ प्रजातन्त्रको पूर्णबहाली भयो, 46 सालपछि जनताका अधिकारहरू स्थापित भए र वन ऐन 49 सालमा आयो, वन नियमावली 51 सालमा आयो, त्यसपछि नेपालमा सामुदायिक वनहरू संस्थागत भए। हामीले वन ऐन र वन नियमावलीलाई टेकेर हामीले समुदायको अधिकारहरू स्थापित गर्नका लागि हामीले खाली खुट्टा चन्द्रगढी गयौं। हामीले हाम्रा भाँचेका साइकलहरू, हामीले पम्चर भएका साइकलहरूमा हामी चन्द्रगढी गयौं। अघि अध्यक्षज्यूले भन्नुभयो हामी काठमाडौँसम्म पनि गयौं। हाम्रा थुप्रै वन योद्धाहरूले चाहिँ शहादत पनि प्राप्त गर्नुभएको छ। म यो वनको आन्दोलनमा शहादत प्राप्त गर्नुहुने ती आदरणीय अग्रज योद्धाहरूप्रति पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु। आज अग्रजहरूले गर्नुभएको त्याग र योगदानको कारणले आज हामी समुदायहरू, चाहे त्यो महिलाको क्षेत्रमा होस्, चाहे त्यो बालबालिकाको क्षेत्रमा होस्, चाहे त्यो युवाको क्षेत्रमा होस्, चाहे पौडको क्षेत्रमा होस्, आज सशक्तिकरणको बाटोमा, गरिबी निवारणको बाटोमा, हाम्रो पूर्वाधार विकासको बाटोमा र समाजका हरेक वर्ग र समुदायलाई उठाउने बाटोमा सामुदायिक वनले जुन खालको भूमिका निर्वाह गरिरहेको छ, त्यो भूमिका निर्वाह गरेको कारणले नि आज हाम्रो समाज, हाम्रो ठाउँ एउटा समुन्नत समाजको रूपमा अगाडि बढिरहेको छ। यति बेला देश विषम परिस्थितिमा गुज्रिरहेको छ। हामी सबैले मनन गर्नुपर्छ। आज कसैलाई धारे हात लगाएर आफू चाहिँ राम्रो, अरू चाहिँ नराम्रो हो भन्ने हामीले भाष्य निर्माण गर्न खोज्यौं भने हाम्रा भावी सन्ततिहरूको भविष्य अन्धकार हुने जस्तो स्थितिमा देश गुज्रिरहेको छ। म सबैलाई आग्रह गर्न चाहन्छु, यति बेलाको हाम्रो आवश्यकता भनेको राष्ट्र एकता, सामाजिक सद्भाव। हामीले समाजलाई सामाजिक सद्भावयुक्त समाजको रूपमा अगाडि बढाउन सकिनौं भने तपाई हामीले कल्पना गरेको, तपाई हामीले प्राप्त गरेका सबै खालका अधिकारहरू गुम्न सक्छन्। दुर्गाभिट्टा सामुदायिक वन न्यायिक तथा अनुगमन उपसमिति सदस्य दुर्गा थापाले सामुदायिक वनका नागरिकहरूले समितिलाई सकारात्मक सल्लाह सुझाव दिन
अनुरोध गर्नुभयो। समितिले कुनै निर्णय एकलौटी रूपमा नगरेको भन्दै काठ वितरण लगायतका गतिविधिमा पारदर्शिता कायम गरेको बताउनुभयो। यस 21औं साधारण वार्षिक साधारण सभामा हाम्रो बिचमा अध्यक्षज्यूको सांगठनिक प्रतिवेदन पनि प्रस्तुत भएको छ, आर्थिक प्रतिवेदन आन्तरिक लेखा प्रतिवेदन पनि प्रस्तुत भइसकेको छ, संस्थाको आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रस्तुत भइसकेको छ। साथै हाम्रो वनका विशेष विषयवस्तुदेखि लिएर यो वनको क्षेत्रफल, वनको एरिया र हाम्रो के कति रहेछ, वनको आय आम्दानी कति रहेछ र हाम्रो टोटल घरधुरीकर कति रहेछ, वनका कतिवटा ब्लक रहेछन् देखि यावत कुराहरू अघि हामीले प्रस्तुत प्रतिवेदनमा प्रस्तुत पाइसकेका छौँ। यसले गर्दा आज हाम्रो जो 515 घरधुरीकरबाट उपस्थित रूपमा हुनुपर्ने जति सङ्ख्यात्मक थियो आज त्यो आउने क्रम जारी छ, आउँदै हुनुहुन्छ। हामी अलिकति जहिले पनि यस्तो कुराहरूमा सामुदायिक वनको वार्षिक साधारण सभा भनेको त कार्य समितिको त यो तपाईँ हाम्रो जिम्मेवार समुदाय हो। यो हामी तपाईँहरू 1500 घरधुरीकरका मालिकहरूको यो समुदाय वन हो। यो समुदाय वनको जिज्ञासा राख्न तपाईँ हामी यस्ता वार्षिक साधारण सभा उपस्थित भएर प्रत्येक प्रश्न र प्रत्येक विषयवस्तुको खोजी गर्न तपाईँ हाम्रो दायित्व हो। यो दायित्वभित्र रहेर हामीले हाम्रो वनमा दिनुपर्ने सुझाव र सुधार पनि दिने कुराहरू पनि आजै हो। देखिएका कमी कमजोरी छन् त्यसलाई पनि शान्तिपूर्ण तरिकाले त्यसलाई के विषयवस्तुहरूमा हामीले सुझाव दिने हो त्यो कुरा पनि दिनुपर्छ। काम गर्दै जाँदा केही तलमाथि छन् तिनलाई सुधार गर्ने मौका पनि दिनुपर्छ। यदि राम्रो र सकारात्मक काम छन् भने तिनलाई जोड र बल दिएर यो वनको संरक्षण गर्ने पनि हाम्रो प्रत्येक व्यक्तिको हाम्रो उत्तरदायित्व हो। स्थानीय सामुदायिक वन महासङ्घ कचन कवलका अध्यक्ष चेतराज भट्टराईले सामुदायिक वनले 21औं साधारण सभासम्म आइपुग्दा समितिको नेतृत्व कुशल रहेका कारण लामो कार्यकालसम्म सफल भएको बताउनुभयो। साथै भट्टराईले झापा जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा दुर्गाभिट्टा सामुदायिक वन रहेको हुँदा यसलाई हेरेर अन्य वनले समेत अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो। यो सामुदायिक वन धनराज गुरुङज्यूको नेतृत्वमा पहिलो बनेको समिति बनाइरहँदाखेरि मलाई मेरो माथिल्लो निकायले निर्वाचन गर्ने जिम्मेवारी दिएको थियो। मलाई जलजली छ। धनराज गुरुङ यहाँ अध्यक्ष भइरहँदाखेरि त्यो कार्यकाल कसरी बित्छ होला भन्ने वाचन थियो। आज 5औं कार्यकालको यो दौरान चलिरहँदाखेरि आज यो यति लामोसम्म 5औं कार्यकाल भनेको सानोतिने र चान्चुने कुरा होइन। यो सामुदायिक वनका नेतृत्व कुशल भएकै कारण आज यो 5औं कार्यकाल सकुशल ढङ्गले चाहिँ अगाडि बढेको छ। म यो कार्य समितिका सम्पूर्ण अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, कार्य समितिका सम्पूर्ण सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू लगायत न्यायिक समितिका साथीहरू, लेखा समितिका साथीहरू सबैमा म मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। सब डिभिजन वन कार्यालय जलथल रङ्गिया डाँडाका कार्यालय प्रमुख कुलप्रसाद भट्टराईले उपभोक्ताहरूलाई मालिकको संज्ञा दिँदै सामुदायिक वन सबैको घर मात्र होइन आयुर्वेद औषधालय समेत भएको भए पनि उपभोक्ताको उपेक्षाका कारण सङ्कटमा पर्ने जोखिम बढ्दै गएको औल्याउनुभयो। हाम्रो सृष्टि हुनुभन्दा पहिले हाम्रो घर नै यो सामुदायिक वन पहिला वन थियो। अहिले हामीले सामुदायिक वनमा रूपान्तरण गर्दै गइरहेको अवस्था हो। हिजोको हाम्रो घर हो। हिजो हरेक कुरा हामीलाई यो घरले उपलब्ध गराएको छ। हामीलाई बस्ने वासस्थानहरू यहीँबाट हामीले प्राप्त गरेका छौँ। हिजो हामीले बाँच्नको लागि हामीसँग प्रशस्त अन्न नहुँदाखेरि यहाँबाट उत्पादित वन पैदावारहरू बिक्री गरेर पनि हामी हिजो बाँचेको अवस्था छ, भुल्नु हुँदैन। र हामी दुख बिराम हुँदाखेरि हिजो डाक्टरहरू नहुँदाखेरिको अवस्थामा यही सामुदायिक वनका जडीबुटीहरू हामीले खोजेर सही सदुपयोग गरेर हामीले रोग निवारण गरेको पनि हो। त्यो हिसाबले भन्नुपर्दा सामुदायिक वन आयुर्वेदिक औषधालय पनि हो। तर अहिले सामुदायिक वन ओझेलमा पर्दै गएको छ। त्यसको उचित व्यवस्थापन नभएको भनौँ या हाम्रै कमजोरी के हो। प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले हाम्रा हरेक आवश्यकताहरू चाहिँ भने जस्तो ढङ्गले पूर्ति गर्न सकिरहेका छैनौँ।
सामुदायिक वन चाहिँ हाम्रै उपेक्षाको कारणले गर्दाखेरि चाहिँ दिनदिनै कमजोर हुँदै गइरहेको छ। अनुत्पादक वन क्षेत्रमा चाहिँ परिणत भइरहेको छ। हामीले जसरी चाहिँ अन्न बालीमा मेहनत गरेर वर्षेनी अन्न पोहोरभन्दा यसपालि बढी फलाउने, यसपालिभन्दा आगुङ बढी फलाउने चाहिँ हामीले मेहनत गरिरहेका हुन्छौँ भने सामुदायिक वनमा चाहिँ हामीले केही मेहनत गरेकै देखिँदैन। खानी जडीबुटीहरूको खानी भएको बताउनुभयो। साथै सोही अवसरमा अध्यक्ष भण्डारीले जलथल वनमा माइकेनियाको आक्रमण भएको बताउँदै सोको नियन्त्रणका लागि दुर्गाभिट्टा सामुदायिक वनले माइकेनियाको व्यवस्थापन गरी आन्तरिक उत्पादनमा लागेको बताउँदै नकारात्मक भ्रम सिर्जना गर्दै गलत प्रचार नगर्न सम्पूर्ण सरकारवाला निकायहरूलाई आग्रह गर्नुभयो। वास्तवमा सामुदायिक वन यो जैविक विविधताको खानी, जडीबुटीको खानी र आयुर्वेदिकको औषधालय हो। तपाईलाई म जोड्न चाहन्छु, हिजो युरिया, डिएपी र कम्पोस्ट मल नआइन्जेलसम्म तपाईँ हामीले यो जङ्गलभित्र लगेर जडीबुटी खाने बित्तिकै तपाईँ हाम्रा बिमार चट हुन्थे। तर आज औद्योगिक क्रान्ति भनेको छ, कृषि क्रान्ति भनेको छ, जङ्गलमा डढेलो लगाएको छ, खेतबारीमा युरिया ओइरिएको छ, अनि कलेजो र फोक्सो मुटु डढाएको छ। आज जङ्गल बिर्स्यौँ हामीले। जङ्गलभित्रको जैविक विविधता आज मैले यहाँ जोड्नु पर्छ। यो जलथलको वनलाई माइकेनियाले सक्यो। यो माइकेनिया व्यवस्थापनका निम्ति हामीले केही साथीहरूलाई बोलाएर यहाँ सामुदायिक वनको पुनरुत्पादन पनि हुने, झाडी सफाई पनि हुने, त्यो झाडी सफाई गरेर आएको चिजलाई मल बनाउँदा पनि हुने, अनि त्यो झाडी सफाई गर्न खाली ठाउँमा बेसार रोपण गरेर त्यहाँ आएका बिरुवालाई गोडमेल गरेर राख्नुपर्ने कामहरू हामी गर्यौं। तर मैले देख्दै नदेखेको मिडियाले आएर सामुदायिक वनमा बेसार रोप्ने हो र, सामुदायिक वनमा फलानो काम गर्ने हो र। हामीले भनिरहेका छौं सामुदायिक वनबाट हामीले अथाह चिज प्राप्त गर्नुपर्छ, गरिबी न्यूनीकरणका कार्यक्रमहरू प्राप्त गर्नुपर्छ, जीविकोपार्जनमा टेवा पुर्याउनुपर्छ, विपन्नलाई आय आर्जन र रोजगारको कार्यक्रम गर्न पर्छ भनेको छ। के त त्यो पत्रिका र मिडियाको माध्यम सुनेर जङ्गललाई झाडी मात्रै बनाइदिउँ, माइकेनियाको व्यवस्थापन नगरौँ, वनमा पुनरुत्पादन नगरौँ, बिरुवा उत्पादन नगरौँ, वनमा बिरुवा लात्रा पोल र रुखको वृद्धि नगरौँ? म प्रश्न गर्न चाहन्छु मिडियाकर्मी साथीहरू, तपाईले मिडियामा जुनसुकै कुरा ल्याइदिँदा पनि म त भन्न चाहन्छु, आज यहाँ कचन कवलमा म उभिएको छु। मेरो घर भाउन्डागी हो, मेची नगर 3 हो, तर मलाई दुर्गाभिट्टाले होस्, अभिमुक्तेश्वरले होस्, पाथिभराले होस्, दीपज्योतिले होस्, त्रिवेणीले होस्, पूर्व देउरालीले होस्, देउराली 4 कोसेले होस्, चाहे 7 बजी बोलाओस् चाहे 2 बजी बोलाओस्, म जतिखेरै उपस्थिति छु। हाम्रो निगरानीमा यहाँ कार्यक्रम भएका छन्। म खबरदार भन्न चाहन्छु, जङ्गलमा बेसार रोप्दा, जङ्गलमा आयोजनका कार्यक्रम गर्दा, जङ्गलमा पुनरुत्पादनका कार्यक्रमहरू गर्दा कहाँनिर बिग्रिएको छ? त्यो बिग्रिएको जिम्मा मलाई दिनुहोस्, म जिम्मा लिन तयार छु। तर मिडियामा एआई को प्रविधि प्रयोग गरेर सही कामलाई गलत दुष्प्रचारमा नलानुहोस्, म यो कुरा भन्न चाहन्छु। यदि तपाईहरुलाई मैले अहिले जोडे भने अघि महासंघको गीतमा नानीहरूले नृत्य गरेर देखाउनु भएको छ। हामी बोलेर मात्र होइन, हामी काम गरेर देखाउँछौं। सामुदायिक वन आज विश्वको पाठशाला भएको छ। तपाईहरुले यति कुरा बुझ्नुहोस्। आज नेपालमा राजनीतिक साथीहरू कहाँ पुग्नुभयो, कुन साथीहरू कहाँ पुग्नुभयो, तर सामुदायिक वन अहिले पनि तपाईहरुको साथमा छ। हिजो 52 सालदेखि 12 वर्ष आन्दोलन भयो, त्यो बेला पनि सामुदायिक वन तपाई उपभोक्ताहरूले छेक्नुभयो, रोक्नुभयो, जोगाउनुभयो। आज पनि ठुल्ठुला आन्दोलनहरू अगाडि आएका छन्।
तर यी वन जङ्गल कसले जोगाउनु भएको छ? यहाँ कुर्सीमा बस्नेले होइन, तपाईहरुले जोगाइदिनु भएको छ। संस्थाकी सचिव तिला भट्टराईले स्वागत गर्नुभएको सभा समक्ष समूहको सांगठनिक प्रतिवेदन समूहका अध्यक्ष धनराज गुरुङले प्रस्तुत गर्नुभएको थियो। आगामी आर्थिक वर्ष 2082-83 को वार्षिक नीति तथा कार्यक्रम दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहका सहसचिव शम्भु राजवंशीले प्रस्तुत गर्नुभएको थियो। 21औं साधारण सभाबाट उपभोक्ता समूहमा 4 जना उपभोक्ता सदस्यहरू थप गरिएको छ, जसमा मदन चापागाई कचनकबल 2, ऋषि नारायण भट्टराई कचनकबल 2, जितबहादुर राजवंशी कचनकबल 2 र मिलन अधिकारी कचनकबल 3 रहनु भएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो। कार्यक्रममा स्वतन्त्र लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक रोहित श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने समितिका सदस्य श्रीकृष्ण शिवाकोटीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।